हेलो नमस्ते अनि संजोग ब्लगमा हजुरहरूलाई स्वागत छ। अनि म चाहिँ अब आज हामी भैँसेतर्फ जाँदैछौँ। अनि भैँसेको हामी स्विमिङ खेल्न जाँदैछौँ, पौडी खेल्न। भैँसेको भाइरल अब स्विमिङ पुल भनौँ न, अब त्यहाँ खोलामा नदी होइन, दामी छ अरे ल है। म चाहिँ चटक्क रेडी भएर साथीहरूको वेटिङमा छु ल। अनि साथीहरू भेला भएर हामी जान्छौँ घुम्नलाई। चट्ट लाएर भैँसे हेलो हेलो आमामा हेर न कालो चस्मा। अनि हामी भैँसीतर्फ लागिसकेको छौँ र अहिले हेर्नुहोस् न, बाटो दामी छ, मौसम पनि राम्रो छ, एकदम मौसम हराभरा। अनि सिन हेरौँ न, दामी। फाइनली यहाँ भैँसे पुगेर चाहिँ हामीले खरेमा गएर चाहिँ होइन, खोलामा गएर हामीले यो ढुङ्गा खोजेर पातलो ढुङ्गा खोजेर काटेर चट्ट लाएर च्वाचेको मासुलाई चट्ट लाएर ढुङ्गामाथि सेकाएर हेर्नुहोस्, आगो मजाले लगाएर ढुङ्गा ततायौँ। त्यसपछि त्यो ढुङ्गा ततेपछि त्यो बुङ्गुर मासु चट्ट पिस गरेर चट्ट लाएर माथिबाट ततायौँ। अनि त्यो तेल चाहिँ फेरि त्यही बुङ्गुरको त्यही च्वाचेको तेल है, त्यसबाट बोसोबाट निक्लेको तेल हामीले ढुङ्गामा दलेर चाहिँ त्यही तेललाई हामीले पोलेर हेर्नुहोस्, दामी छ भ्यूहरू होइन। वागर बिचमा हामी चाहिँ साथीभाइहरू सबले पोल्दैछौँ। कसले दाउरा खोज्न गएको छ, कोही फोटो खिच्दैतिर लागेको छ। अब यो मासुहरू पिस गरिरहेछौँ टक्क लाएर। 3 पिस होइन, च्वाचेको मासु खाने भने नि 3 पिस हो क्या। टक्क मासु, बोसो र चाहिँ छाला, यति भएपछि दामी। वाउ, के हो यो? काँक्रो पनि छ, केटाहरूले सर्ट लाएर। हाम्रो सरले चाहिँ पुरा मासुलाई पिस गरेर भइरहेछ। वाउ, कति दामी हुन्छ होला। साथीभाइ सर्ट मिलेर चाहिँ हामी आज फुर्सद मिलाएर चाहिँ घुम्नतिर आयो हामी। हेर्नुहोस्, भैँसीको डाँडो दामी छ अनि खोला पनि छ।